मेहनत गरेको हैन मेहनत अनुसारको फल चाहिएर गएको छ जाने पनि खाना लाएर चाहिँ के कुराहरू सिक्नुपर्छ हैन सब कुरा सिक्नुपर्छ यस्तै हो गाइस मलाई त आउँदैन मुख मात्रै चलाएर खाने हो मलाई त मेरो बुढीले पालिरहेको छ क्या के गर्ने गाइस नाजुक छ नाजुक यसरी फलेको छ गाइस अनुमान गर्नु यस्तै हो गाइस काम नगरी कहाँ खाना पाउँछ हैन कि त हामीले टुप्पी ठाडो हुने गरेर टुप्पी माथि झुन्डाएर पढेर आयोगमा नाम निकालेर आनन्दले कुर्सीमा बसेर खाना सक्नु पर्यो गाइस कि त यी 5 औँला 10 औँलालाई खियाएर यसरी मेहनत गरेर खाना सक्नु पर्यो गाइस हेलो गाइज वेलकम टु माई ब्लग फेरि पनि स्वागत छ हजुरहरु सबलाई मेरो ब्लगमा गाइज आज म अजय लामा एआरजी फर्ममा आएको छु गाइज हेर्न सक्नुहुन्छ मेरो फर्म यो चाहिँ काभ्रे स्थलीमा पर्छ गाइज मेरो छाब्रो हो हैन यस्तो छ गाइजहरुलाई आज म मेरो गोलभेडा देखाउन जाँदैछु गाइज हैन यसपालि मेरो गोलभेडा यसरी फलेको छ गाइज हेर्न सक्नुहुन्छ हजुरहरु सबले हजुरहरुलाई गोलभेडा चाहिएमा सम्पर्क गर्नु होला ताजा मिठो मिठो हैन गाइज यस्तो दामी खालको गोलभेडा छ है यसरी फलेछ गाइज के गर्ने गाइज नाजुक छ नाजुक यसरी फलेको छ गाइज अनुमान गर्नुस् यसपालि मैले कति आम्दानी निकाल्ला हैन गर्यो भने नेपालमै सकिन्छ गाइज हैन गर्यो भने सकिन्छ मेहनत चाहियो हैन बुङ्गुर जस्तै खाएर डङ्ग दिनभरि ढलेर हुँदैन गाइज मेहनत गर्नु पर्यो यही गोलभेडाको पातबाट यसरी मल पनि बनाउन सकिन्छ हैन भने गाइज मेरो मेहनतको फल यही हो लटरम्मै फलिरहेको छन् पैसाहरू गाइज यो सब पैसा टङ 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 गाइज हेर्नुस् गाइज म युवा पुस्ताहरूलाई भन्न चाहन्छु गाइजहरु हैन किन खाडीमा जानु पर्यो गाइज अर्काको गुलामी बन्नलाई मेहनत गर्यो भने नेपालमै छ गाइज हैन यता यस्तो हुँदैछ यता पनि पाक्दैछ हैन गाइज यो अर्को गोठ पसिना बगाउन जान्नु पर्यो के गाइजहरु हैन पसिनै नबगाइकन कहाँबाट पाउँछ गाइज यो मेरो फर्म गाइज हैन म भित्र छिर्दै छु गाइज मेरो यो भर्खर सुरु हुन लाग्छ पाक्नलाई एउटा त पाकिसकेको छ हुँदैछ सुरु टिप्नलाई
डलर टिप्न सुरु हुन लागिसकेको छ गाइस। डलर जस्तो नै हो यो सब हरियो हैन। यस्तै हो गाइस, काम नगरी कहाँ खाना पाउँछ हैन। कि त हामीले टुप्पी ठाडो हुने गरेर टुप्पी माथि झुन्डाएर पढेर आयोगमा नाम निकालेर आनन्दले कुर्सीमा बसेर खाना सक्नु पर्यो गाइस, कि त यी 5 औँला 10 औँलालाई खियाएर यसरी मेहनत गरेर खाना सक्नु पर्यो गाइस। हो कि हैन होला मेरो कुरा? हैन भने हो भनिदिनुस्। यो 2टा गोठ भइसक्यो गाइस। अब यो अर्को गोठ हैन, यो अर्को गोठ पाकेको छैन, पाक्न लाग्छ। यो अर्को पुन्टे गोठ। यहाँ चाहिँ मेरो श्रीमतीले काम गर्दै हुनुहुन्छ हैन। पुरा मुखसुख छोपेर गाइजहरु सिक्नु परेको केही कुराहरु सिक्नु पर्छ हैन। सब कुरा सिक्नु पर्छ। यस्तै हो गाइज। मलाई त आउँदैन, म त मुख मात्रै चलाएर खाने हो। मलाई त मेरो बुढीले पालिरहेको छ क्या। अनि यहाँ धनियाँको बिउ राखेछ छ। अनि साग हुँदैछ गाइज, साग पनि रोपेको छ। अनि तिते करेलाहरू आउँदैछन्। कणमा पैसा फल्दैछन् गाइजहरु हैन। फल्दैछन् पैसाहरू आफ्नै बारीमा। यो चाहिँ हरियो कराम गाइज। खान त मन लाग्छ नि, के गर्ने। यसलाई बजारमा लगेर फेरि नोट पनि त गर्नु छ हैन। नोट पनि गनेर प्याकेटमा हाल्नु छ नि। त्यही भएर अहिले नखाम होला गाइज यसलाई चाहिँ। मेरो फर्म यति नै हो गाइज। अझ पछाडितिर पनि छ, तिनीहरूलाई नदेखाम होला गाइज, पछि देखाउँछु।